यति बेला हामी थवाङ गाउँपालिकामा प्रवेश गरिसकेका छौँ। हामी भाइटिका मनाउने प्रयत्न गर्दा पनि हामीलाई तपाईँको पाबन्दीले गर्दा हामीलाई भाइटिका लगाउन असम्भव भइरहेको छ। हामी जाने प्रयास त गर्दैछौँ तर पनि हामीले समयले साथ दिएको छैन। त्यसले गर्दा हामी यहाँको माझमा आउँदै गर्दा यति बेला हामी थवाङ गाउँपालिकाको केन्द्रबिन्दु मोर्चामा आइपुगेका छौँ। यहाँका आदरणीय सम्पूर्ण दाजुभाइ दिदीबहिनी त्यसै गरी सम्पूर्णलाई हामी त्यति धेरै ढिला नगरिकन Okay.